नमस्कार, म करुणा राई र आज हामी कुरा गर्नेछौँ अटिजम र डिले स्पिचको फरकको विषयमा। र धेरै प्यारेन्ट्सहरू यो बीच पनि कन्फ्युज हुने गर्दछ र हामीले यसलाई कसरी छुटाउन सकिन्छ त? एउटा रहेको छ डिफरेन्स बिहेभियरको आधारमा र डिफरेन्स इन्टरेक्सनको आधारमा हामीले छुटाउन सकिन्छ। ती डिफरेन्स बिहेभियर र डिफरेन्स इन्टरेक्सन्स के हुन्छन् त भन्दा एउटा रहेको छ आई कन्ट्याक्ट। अटिजम भएको व्यक्ति अथवा बच्चाहरूले चाहिँ आई कन्ट्याक्ट कम गर्छ अथवा अलमोस्ट आई कन्ट्याक्ट गर्दैन र उनीहरूले चाहिँ अटेन्सन दिँदैन। तर डिले स्पिच भएको बच्चाहरूले अथवा व्यक्तिहरूले चाहिँ आई कन्ट्याक्ट गर्छ र रेस्पोन्स पनि गर्ने गर्दछ। र अर्को भनेको कम्युनिकेसन स्टाइल। अटिजम भएको बच्चाहरूले कम्युनिकेसन गर्दाखेरि बोल्दैन अथवा उनीहरूले चाहिँ बोले पनि एउटै वर्ड रिपिट गर्दछ। र अर्को भनेको उनीहरूले चाहिँ पोइन्टिङ गर्दैन अथवा जेस्चर नि प्रयोग गर्दैन। तर डिले स्पिच भएको बच्चाहरूले चाहिँ पोइन्टिङ गर्छ, जेस्चर प्रयोग गर्छ र उसले बोल्न खोज्छ। र अर्को रहेको छ सोसल इन्टरेक्सन। अटिजम भएको व्यक्तिहरूले चाहिँ उनीहरूलाई बोलाउँदा रेस्पोन्स गर्दैन, उनीहरू आफ्नै दुनियाँमा छ जस्तो गर्छ। र डिले स्पिच भएको बच्चा अथवा व्यक्तिहरूले चाहिँ बोलाउँदा रेस्पोन्स गर्ने अनि उनीहरू चाहिँ सोसल इन्टरेक्सनमा चाहिँ इन्भल्भ हुन चाहने गर्दछ। यी आधारमा हामीले छुट्याउन सकिन्छ।